नमस्कार। कवयत्री रीता पोखरेलद्वारा रचित आमा बिनाको घर कवितामा आवाज दिन गइरहेकी छु। यो कविता शार्दूल विक्रीडित छन्दमा सजिएको छ। सारा भौतिक चीज वा त सुविधा आफन्त जो हुन् तर रित्तै हुन्छ हुँदैन पूर्ण कहिल्यै आमा बिनाको घर। प्रातैमा पनि अन्धकार मन यो बल्दैन सौदामिनी पुग्दा झट्ट नहुन्छ न्यानो घरमा बल्दैन चुलो पनि। भान्साको रसिलो मिठोपन गयो के हुन्छ आफ्नोपन कसले दिन्छ र खान गाँस त्यसरी सद्भाव मायासँग। भोकायौ कि त प्यासले भन त लौ थाक्यौ कि नानी भनी आमाको ममता र काख नहुँदा सोध्दैन कोही पनि। आमा जुन जसै थियौ र घरमा औँसी लुकेको थियो तिम्रो अनुहारको चहकमा कालो झुकेको थियो। औँसीदेखि सिवाय छैन अहिले छोपिदियो चन्द्रमा कालो बादल हुन्छ आज नभमा मन डुब्छ आषाढमा। झुल्के घाम सधैँ उही क्षितिजमा आमासँगै उठ्दथ्यो आमाकै सँगमा थिए सब कुरा ऐश्वर्य भई जुट्दथ्यो। लाली छैन कतै बिहान पखको आमा नउठ्दा अब चर्केका मन मात्र छन् दिनदिनै फिक्का भयो सौरभ। कस्तो हालत हुन्छ आज घरको छानो उडाएपछि के गर्छन् जब माहुरी लटुहुरा रानो हराएपछि। अर्को शान्ति कतै हुँदैन कहिले त्यो काख भन्दा पर साँच्चै शून्य उजाड बन्द छ सखा आमा बिनाको घर। साँच्चै शून्य उजाड बन्द छ सखा आमा बिनाको घर। धन्यवाद।